एउटा विद्यालयका 50 जना विद्यार्थीहरूलाई साधारण धार वा प्राविधिक धारहरूमध्ये कुन धार अध्ययन गर्ने रुचि छ भनी सोधिएको सर्वेक्षणबाट प्राप्त विवरण तल उल्लेख गरिएको छ। अनि 35 जनाले साधारण धार अध्ययन गर्न मन पराउँछन्, अनि 24 जनाले चाहिँ प्राविधिक धार अध्ययन गर्न मन पराउँछन्, अनि 9 जनाले चाहिँ दुवै धार अध्ययन गर्न मन पराउँछन् रे। यस क्वेसनमा भनेको छ द डिटेल obtained from a survey of 50 students of a school asking them about their further interest in studying general stream or technical stream is given below। अनि जसमा चाहिँ 34 जनाले चाहिँ सामान्य धार अध्ययन गर्न मन पराउँछन् रे, अनि 24 जनाले चाहिँ प्राविधिक धार अध्ययन गर्न मन पराउँछन्, अनि 9 जनाले चाहिँ यी दुवै धार अध्ययन गर्न मन पराउँछन् भयो हैन। अब चाहिँ पहिलो नम्बरको प्रश्न छ साधारण धार र प्राविधिक धार अध्ययन गर्न मन पराउने विद्यार्थीहरूको समूहलाई क्रमशः जी र टी मानि दुवै अध्ययन गर्न मन पराउने विद्यार्थीहरूको समूहलाई गणनात्मकता सङ्केतमा लेख्नुहोस् भने हामीलाई चाहिँ पहिले सुरु चाहिँ यहाँ गिभन के देहा त्यो अनुसार चाहिँ हामी लेखौँ है। फ्रम द डिटेल्स डिटेल्स obtained from the survey। अनि अब चाहिँ के भनेको छ भन्दाखेरि एउटा विद्यालयको 50 जना विद्यार्थीहरूको साधारण धार जस्तो चाहिँ विद्यार्थीहरूले साधारण धार यहाँ चाहिँ पहिले सुरु सर्वे गर्दाखेरि त्यो विद्यार्थी टोटल नम्बर अफ स्टुडेन्ट चाहिँ कति रहेछ, टोटल नम्बर अफ स्टुडेन्ट STUDENT students number of u equals to 50। अनि अर्को भनेको छ त्यही पनि सोधिएको छ 50 जना चाहिँ विद्यार्थीहरू चाहिँ टोटल स्कुलमा त्यहाँ सर्वेक्षण गरेको सर्वेमा रहेछन्। अनि अर्को चाहिँ लेट student who interested to study English, general general field and technical field TECHNICAL technical field B G and T SPECTI PEL हामीलाई चाहिँ टोटल नम्बर अफ स्टुडेन्ट भनेको चाहिँ नम्बर अफ यु इक्वल्स 50 छ अरे। अनि लेट स्टुडेन्ट हु इन्ट्रेस्टेड टु स्टडी जनरल फिल्ड एन्ड टेक्निकल फिल्ड विल बी जी एन्ड टी। ल जी र टी हामीले मानिसक्यौँ होइन। अब चाहिँ त्यहाँ हामीले चाहिँ 34 जना विद्यार्थीहरू चाहिँ साधारण धार अध्ययन गर्नु। साधारण भनेको चाहिँ जनरल धार चाहिँ नम्बर अफ जी इक्वल्स टु 34 जना चाहिँ 34 जना चाहिँ जनरल स्ट्रिम अध्ययन गर्न मन पराउँछन्। नम्बर अफ टेक्निकल इक्वल्स टु चाहिँ 24 जना विद्यार्थीहरू चाहिँ प्राविधिक धार अध्ययन गर्न मन पराउँछन् रे 24 जनाले। अनि अर्को भनेको छ 9 जनाले चाहिँ दुवै अध्ययन गर्न मन पराउँछन्। 9 जनाले चाहिँ दुवै धार अध्ययन गर्न मन पराउँछन् भनेपछि चाहिँ जी नम्बर अफ जी दुवै मन पराउँछन् भन्यो भने चाहिँ इन्टरसेक्सन गर्नु पर्यो। अनि टी इक्वल्स टु चाहिँ 9 हुने भयो होइन। अब पहिलो नम्बरको क्वेसन के छ भने चाहिँ सोल्युसन नम्बर एमा के भन्यो भन्दाखेरि साधारण धार अध्ययन गर्ने मन पराउने र प्राविधिक धार अध्ययन गर्न मन पराउने विद्यार्थीहरूको समूहलाई क्रमशः जीटी मानि दुवै अध्ययन गर्न मन पराउने विद्यार्थीहरूको समूहलाई गणनात्मकता सङ्केतमा लेख्नुहोस्। गणनात्मक सङ्केतमा लेख्नुहोस् भनेको चाहिँ सिम्बोलिक फर्ममा चाहिँ लेख्नु भन्न खोज्यो होइन। यो भनेको चाहिँ अब हामीले चाहिँ के लेख्ने भन्दाखेरि स्टुडेन्ट STUDENT स्टुडेन्ट हुलाई like both
GNERA जनरल एन्ड टेक्निकल स्ट्रिम एएम भनेको चाहिँ नम्बर अफ जी इन्टरसेक्सन टी इक्वल्स टु चाहिँ 9 भयो। अब यो चाहिँ पहिलो नम्बरको एन्सर यति मात्रै हो। योभन्दा कि बाँकी केही लेख्नु परेन। नम्बर अफ बी बी भनेको चाहिँ माथिको माथिको तथ्यलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस्। माथिको चित्रमा चाहिँ भेन चित्रमा प्रस्तुत गर्नुहोस् भनेर चाहिँ क्वेसन आयो होइन। अब यसमा चाहिँ हामीले के गर्ने भन्दाखेरि पहिला सुरु भेन चित्रमा चाहिँ हामी लगाउनु पर्यो। ल भेन चित्र बनाउँदाखेरि लगाउनु पर्यो, भेन चित्र बनाउनु पर्यो भन्न खोजेँ अहिले। चित्र बनाउन पर्यो अनि त्यसपछि चाहिँ ल अब चाहिँ भेन चित्र बनाऊ। ल यसलाई जी मानौँ, यसलाई टी मानौँ अनि हाम्रो चाहिँ दुइटै मन पराउने सङ्ख्या चाहिँ कति छ भन्दाखेरि यो 9 छ। यो 9 लेखिसकेँ मैले। अनि त्यसपछि ओन्ली दुइटै मन पराउने सङ्ख्या चाहिँ हाम्रो आइसक्यो। अब चाहिँ हामीले चाहिँ जी निकाल्दाखेरि चाहिँ टोटल नम्बर अफ जीबाट चाहिँ त्यो दुइटै मन पराउने चाहिँ घटाउनु पर्यो भन्दाखेरि हाम्रो चाहिँ टोटल नम्बर 34 छ। माइनस चाहिँ 9 गऱ्यो भने चाहिँ 25 जनाले चाहिँ जनरल स्ट्रिम पढ्न मन पराउने रहेछन्। यो भने थाहा भयो होइन। अनि नम्बर अफ टी भनेको 24 छ। 24 9 घटाउँदाखेरि 24 माइनस 9 घटाउँदाखेरि 15 चाहिँ टेक्निकल स्ट्रिम मात्र पढ्न मन पराउने रहेछन् भन्ने कुरा यहाँ आयो। अनि हामीले जुन जति माथि दिएको छ त्योबाट चाहिँ हामीले यति मात्र बनाउन सक्छौँ। अनि अर्को भनेको छ सी सी भनेको के छ भन्दाखेरि भेनचित्रको प्रयोग गरी यीमध्ये कुनै पनि धार मन नपराउन सक्ने भनेपछि भेनचित्र प्रयोग गरी यीमध्ये कुनै पनि धार अध्ययन गर्न मन नपराउने भनेपछि हामीले के गर्ने भन्दाखेरि जस्तो यो भेनचित्र यो छ सेम यो लेखिहाल्ने होइन। यो भनेको लेख्ने होइन। अनि त्यसपछि चाहिँ यहाँ पनि ल हामीले भेनचित्र बनाऊँ है सिटा प्लस बी। यो हामीले सेम भेनचित्र बनाइसक्यौँ होइन। सीमा चाहिँ अब के गरौँ भन्दाखेरि लेट लेट स्टुडेन्ट हु DOES डजन्ट लाइक बोथ STREAM स्ट्रिम भनेको चाहिँ जी युनियन टी इक्वल्स टु एक्स लेट गरौँ होइन। लेट गरेपछि यहाँ एक्स राखिदिउँ। अनि यति एक्स राखिसकेपछि यो भेन चित्रमा चाहिँ हामीले माथि जे जसो गरेको थियौँ त्यस्तै सेम राख्यौँ। तर केही पनि मन नपराउने चाहिँ बाहिर राख्नुपर्छ, त्यो बाहिर राख्यौँ। त्यति मात्र गरे, अरू केही पनि गरेको छैन। अब यसमा चाहिँ हामीले नम्बर अफ यु भनेको चाहिँ टोटल नम्बर अफ सर्भे नम्बर अफ यु भनेको 50 थियो। 50 लेख्यौँ अनि यहाँ चाहिँ सबै जोड्ने भनेपछि 25 प्लस 9 प्लस 15 प्लस एक्स यो भयो होइन। अनि 50 इक्वल्स टु 25 प्लस 9 25 प्लस 9 प्लस 15 गर्दाखेरि चाहिँ 49 चाहिँ एन्सर टोटल जोड्दाखेरि 49 आयो प्लस एक्स भयो होइन। अनि एक्स भनेको चाहिँ 50 माइनस 49 गर्ने। यसो गर्दाखेरि एक चाहिँ कुनै पनि मन नपराउने विद्यार्थीहरूको सङ्ख्या रहेछ। अनि अब भयो के क्वेसनमा के आयो भन्दाखेरि टीमा चाहिँ यदि दुवै धार अध्ययन गर्नेको सङ्ख्या 24 भएमा भेन चित्र अवस्थामा परिवर्तन हुन्छ। यो भनेको चाहिँ परिवर्तन हुन्छ किनभने यो कस्तो परिवर्तन हुन्छ भनेर सोध्यो। जब पहिला सुरु अभियसली के हुन्छ भन्दाखेरि जस्तो 24 दुईटले मन पराउनेको सङ्ख्या 24 भयो भने अब जी भनेको यसरी घट्छ नि त। ल यो चाहिँ फेरि उ बनाऊँ कि ल यो यो चित्र फेरि बनाऊँ। यो भनेको सरी यो कस्तो भन्दाखेरि यो म कपी गर्छु। यहाँ चाहिँ ल क्वेसन नम्बर डी है। क्वेसन नम्बर डी भनेको चाहिँ इफ
नम्बर अफ जी युनियन टी इक्वल्स टु चाहिँ 24 भयो भने चाहिँ अब यहाँ जुन 9 छ नि यो 9 को सट्टामा चाहिँ अ, 9 को सट्टामा चाहिँ यहाँ चाहिँ 24 हुनुभयो होइन 24 भएपछि चाहिँ 34 माइनस 24 गरौँ ल 34 माइनस 24 गर्दाखेरि 10 आउनुभयो होइन 10 यो चाहिँ 10 आउनुभयो यतापट्टि चाहिँ यतापट्टि कति थियो भनेपछि यतापट्टि जुन नम्बर टेक्निकल मात्र मन पराउने कति थियो टेक्निकल मात्र मन पराउने चाहिँ 24 थियो होइन 24 24 थियो 24 थियो भने 24 माइनस 24 इक्वल्स टु द के लेख्यो भनेपछि 2012 यहाँ भनेको चाहिँ अब चाहिँ 24 माइनस 24 चाहिँ 0 यहाँ चाहिँ 0 आयो ल यो चाहिँ 0 आयो अनि के भयो भन्दाखेरि यो चाहिँ यो यहाँ 1 छ ल 24 प्लस 10 0 आयो यहाँ 10 24 प्लस 10 प्लस 24 प्लस 1 प्लस 2 कस्तो भन्दाखेरि जस्तो यो चाहिँ अवस्थामा परिवर्तन हुन्छ कि हुन्न भनेर सोधेको छ जस्तो ल नम्बर अफ जी गर्नलाई चाहिँ यस्तो नम्बर अफ जी ल्याउनलाई चाहिँ पहिले सुरु नम्बर अफ जी यो छ प्लस नम्बर अफ जी इन्टरसेक्सन टी गरेको हुन्छ होइन अब चाहिँ पहिले यसमा यसमा चेन्ज आयो भने यसमा चेन्ज अभियसली आउँछ भने के जस्तो यो धेरै जस्तो यो अघि यहाँ 9 थियो यो चाहिँ अलि 9 भएको पनि यहाँ 25 थियो अहिले चाहिँ यहाँ 24 भयो भने चाहिँ यो चाहिँ घट्यो यो नम्बर अफ ओटिजी पनि घट्ने भयो अनि नम्बर अफ टी इक्वल्स टु जी नम्बर अफ टी प्लस नम्बर अफ टी प्लस नम्बर अफ जी युनियन टी भयो होइन अब यति यहाँ यो अघि चाहिँ 24 थियो 24 थियो र यहाँ चाहिँ घट्दाखेरि यो 15 अनि यहाँ चाहिँ 9 पहिला आइसक्यो अनि घट्दाखेरि चाहिँ 15 भइसकेको थियो त्यस्तै गर्दै यो र यो चाहिँ डिपेन्ड गर्ने भएकाले अब यसमा चाहिँ घटबड हुँदाखेरि यो चाहिँ अभियसली चेन्ज त्यो भेन्चुतिरमा चेन्ज हुन्छ कि नम्बर अफ ओन्लीमा चाहिँ चेन्ज हुन्छ यसले गर्दा चाहिँ नम्बर अफ ओन्लीमा चाहिँ चेन्ज हुने भयो